हे एभ्रिवान, स्वागत गर्दछु फेरि पनि तपाईँलाई मेरो अर्को एउटा नयाँ मिनी ब्लगमा। र गाइस आजको भिडियो चाहिँ हुँदैछ बहुत दिनपछि मैले यो एउटा सानो मिनी ब्लग बनाउँदैछु। र गाइस आजको भिडियो सुरु हुँदैछ स्टेसनदेखि। हामीहरू चाहिँ जान लागेका थियौँ ठुलेमागरमा भनेर, सिधै स्टेसनमा आएर म चाहिँ टिकट काट्न भनेर आएँ। अब ट्रेनको ट्राभल गरिसकेपछि टिकट त काट्नुपर्छ, यो कम्पलसरी हो। र मैले पनि टिकट लिएर बाहिर जान लागेँ। र यहाँ चाहिँ हेर्नुहोस् यतिजना भिड भइसक्नु भएको छ। आज सन्डे भनेर के हुन्छ, ट्रेनमा जानलाई त हमेसा मान्छे त रेडी हो। र फाइनली हामीहरू पनि ट्रेनमा चढिसक्यौँ र सिट चाहिँ मैले भेटिनँ गाइस। र उभिँदै गएर 2-3 स्टेसन पछि त मैले पनि फाइनली सिट भेटेर आरामसे जान भनेर लागेँ। को कहाँ मामा लगात पारा 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 दा तिमी एक्लै जान्छौ? यहाँ चाहिँ मैले सानी बहिनीलाई भेटाएकी थिएँ भने हामीहरूको उहीँबाट सँगै चढेका त होइनौँ, त्यही पनि उहीँको हुन्। र उसँग मस्ती गर्दै बोल्दै एकदम मजा, माने जर्नी चाहिँ राम्रो भएको थियो। र गाइस यहाँ चाहिँ हामीहरूको स्टपेज आइसकेको थियो। फाइनली हामी चाहिँ सिधै हामीहरू गाडी भएको ठाउँमा गयौँ, किनभने यस्तो गर्मी चाहिँ फटाफट गाडीमा जाने भनेर। र यहाँ गाडीमा चाहिँ उठेर हेरेको त कोही पनि हुनुहुन्न रहेछ, एकदम आज सन्डे भनेर पुरा खाली। र 2-3जनालाई लिएर पेट्रोल पम्पतिर जान लाग्यो गाडी। र यहाँ चाहिँ अब पेट्रोल भरायो। यहाँ हेर्नुहोस् आजको गर्मी यस्तो छ कि अब हामीहरूको उहाँ मात्रै गर्मी भनेको होइन, चाहिँ सबैतिर उत्तिकै गर्मी रहेछ। र यहाँ चाहिँ हामीहरू अब जान लाग्यौँ ठुलेमागतिर। र यहाँ बाटोमा हेरेको चाहिँ नौतन पार्क खोलेको चाहिँ यस्तो गर्मी बिचोबिच माने एउटा घाँस बस्ने छैन। यो पार्कमा त यो गर्मीमा आउन त बहुत इम्पोसिबलै रहेछ। र फाइनली हामीहरू चाहिँ आइसकेका छौँ ठुलेमाहरूको गाउँ। र यहाँ चाहिँ हेर्न सक्नुहुन्छ हामीहरू सर्टकट बाटो भएतिरबाट जान्छौँ, जहाँ कि शिव मन्दिर पनि छेउमै छ। र गाइस आजको लागि यति नै छ, फेरि पनि भेट्नेछु। टाटा बाई बाई।